नमस्ते साथीहरु, म चाहिँ आज तपाईहरुलाई सुजीको रेसिपी लिएर आएको छु। एकदमै छोटो छ, हेर्नु होला। र मैले चाहिँ सुरुमा लिए काजु र त्यसपछि चाहिँ मैले लिए बदाम पिस्ता, त्यसैगरी सुकमेल र ल्वाङ लिएकी छु जसले चाहिँ बास्ना राम्रो ल्याउँछ भनेर। अनि चाहिँ सुप लिएकी छु र त्यसैगरी चाहिँ मैले नरिवलको दानालाई चाहिँ यसरी दरलेर चाहिँ मसिनो बनाएकी छु। त्यसपछि चाहिँ मैले उता ग्यास अन गरे अनि त्यसैगरी चाहिँ भाँडा बिसालिसकेपछि यो चाहिँ गाईको प्योर घिउ हो, जुन चाहिँ भाँडो तातिसकेपछि चाहिँ मैले हाले जति चाहिने थियो त्यति मात्रामा चाहिँ। अनि यो घिउ तातिसकेपछि चाहिँ मैले सुजीको प्याकेटबाट चाहिँ मैले सुजी खनाएँ। हामी थोरै छौँ नि त, त्यही भएर आधाले पुग्ने भएर आधा राखेँ। त्यसपछि चाहिँ उता घिउ तातिसकेको भएर अघिको मसलाहरू चाहिँ मैले चाहिँ भुटेँ। अनि त्यो भुटिसकेपछि चाहिँ सुजीलाई र अघिको नरिवलको धुलोलाई पनि भुट्नको लागि भाँडामा खन्याएँ र मजाले डढ्न नदिकन चलाइराखेँ, किनकि डढ्न दिनु हुँदैन। अनि त्यसैगरी यसलाई चाहिँ रातो हुन्जेलसम्म भुट्नुपर्छ। जति रातो भयो त्यति नै मिठो हुन्छ। त्यसपछि चाहिँ आवश्यकता अनुसार चिनी राखेँ र त्यसपछि चाहिँ मैले चाहिँ दुध हालेँ। यदि हजुरहरूलाई चाहिँ दुध मन पर्दैन भने पानी पनि हाल्न सक्नुहुन्छ। र मलाई चाहिँ अलि बुरबुर सुक्खा मनपर्ने भएकोले चाहिँ मैले थोरै पानी हालेँ। यदि तपाईँहरू चाहिँ गिलो मनपर्छ भने धेरै पानी नै हालेर पकाउन सक्नुहुन्छ। र मेरो सुजी रेडी भयो। यदि हजुरहरूलाई पनि यो रेसिपी चाहिँ मन पर्यो भने चाहिँ एकचोटि ट्राई गर्नुहोस् ल। अनि त्यसै गरेर चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, अनि लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला र केही प्रतिक्रिया दिनु होला। ओके, बाइ बाइ।